हाम्रो घरमा नयाँ तरकारी पाकेको छ कटहरको। अनि हेर्नुहोस्, कटहर पहिला काटेर ट्याक्क पारेर धोएर राखेको छु। अनि अब यसमा तेल हाल्दैछु। अनि त्यसपछि यो के हो? प्याज हो, टमाटर, खुर्सानी। Okay. What is this? धनिया। Okay. आज नयाँ तरकारी पाक्दैछ कटहरको। यो के हो? यो दही हो। त्यसमा प्याज, टमाटर, खुर्सानी, लसुन, अदुवा अनि दही हाल्नुपर्छ। अलिकति मलाई पनि हालिदिनु त। एउटा चीज दहीमा चिनी हालेर खानुपर्छ। धेरै खान्न म र भोलि बिजी बस्ने च्यानलमा पनि भिडियो आउँछ। अब यसमा चाहिँ नुन। कमेन्टमा दिएको च्यानललाई सर्च गर्नुहोस् र भोलि गएर त्यो भिडियोलाई हेर्नुहोस्। ओके। अब म चिनी निकाल्छु। ओके बडी यसमा धनिया। तपाईले यो के हो? यो धुलो खुर्सानी हो। त्यसको साइडमा पहिला नुन हाले, त्यसपछि धनिया पाउडर हाले, अनि जिरा पनि जिरा धनियाको जिरा कुन देखाइदिनुस् त। जिरा यो हो। यो पनि तपाईले यो कटहरलाई कसरी काट्नु भयो? यो हल्का तेल लगाएर मस्सेले काटेको। यसमा धुलो खुर्सानी, जिरा, नुन, बेसार अनि धनिया पाउडर सबै हाल्ने। अनि यसलाई चाहिँ मोल्ने तेल हालेर। कमेन्टमा दिएको च्यानलमा सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गर्नु होला, सेयर गर्नु होला। अनि हेर्नुहोस्, अब यो चाहिँ हामीले यस्तै मोल्दैछौँ। अलि टाइम स्ल्यापमा गर्नु न, अलि छिटो। र त्यत्रो समय हाले यो बनाउनुहुन्छ, म त्यत्रो समय दहीमा चिनी हाल्ने डेन्जरस काम गर्छु। ओके, द डेन्जरस काम चिनी हाल्ने, त्यो पनि दहीमा। यो हो दही र यो हो चिनी। सबलाई थाहा छ, मलाई पनि थाहा छ। यो हो चिनी, देखिरहेछ? यो आफूले खाने भन्दा हाल्नु आछ त्यसले। अनि गाइस, फेरि तपाईँले कटहरमा दही हाल्नुहुन्छ अनि चिनी पनि हाल्नुहुन्छ भन्ने मान्नुभयो होला। होइन, त्यो यसले आफ्नो खानेलाई हाल्नु आछ है। अनि गाइस, हाम्रो 6000 भ्युज पुग्ला छ, त्यसको लागि बधाई मलाई नै छ, किनकि मैले गर्दा हाम्रो 6000 भ्युज पुग्ला छ। अब हेर्नुहोस्, यसमा चाहिँ यो डाइरेक्ट यसमा हड्डिनु अनि यो अब चाहिँ डाइरेक्ट कुकरमा हाल्ने। डाइरेक्ट कुकरमा। वाउ, भेरी डेन्जरस। वाउ, अब यस्तो मतुवा खेल किन गरौँ भा? ओके, अब हामीले यसलाई घुल्नुपर्छ। यो चिनी देखिरहेछ कि नै? तर म यसलाई घुल्न जाँदैछु। र उहाँले भनिहाल्नु हो, तपाईँले कटहरमा दही हाल्नु हो भने चिनी नहाल्नुला, यो छुट्टै चिज हो। अनि यसको बारेमा हामीले पहिले एउटा भिडियो हालिसकेका छौँ, जो कि तपाईँले च्यानलमा हेर्न सक्नुहुन्छ। अनि त्यही भएर फेरि भन्छु, जसले यो भिडियो हेरेर हो त्यसले कमेन्टमा दिएको च्यानललाई सब्सक्राइब गर्नुपर्छ। जसले गरेन त्यसले आलु खान्छ। अनि तपाईँले यसमा अरू के हाल्नुभयो? अब यसमा सब मसला हालिसके। यो धनिया कथेर हाल्ने हो? अनि यो के हो? लसुन अदुवा हो, त्यो पनि भेरी डेन्जर चिज। त्यो यसमा लसुन अदुवा यसमा मिसाउन बिर्सेले, यो लास्टमा हाल्ने हो। यो त्यही भएर
माथिबाट यो हाल्ने अनि एकछिन छोपिदिने। हेर्नुहोस् यसरी हाल्नुपर्छ यो लसुन अदुवा माथिबाट। अनि एकछिन हल्का यसमा यो पुरा खाली भइसक्यो नि। यो खाली भइसक्यो। अब यो हामीले अब कतिखेर हाल्ने? अब हालिहाल्ने लास्टमा पाकेपछि हाल्ने। अब हामीले हाम्रो चिज खाम। ओके, म यसलाई ट्राई गर्न जाँदैछु। 10 out of 100, 100 out of 10। ल अब हामीसित एन्डिङमा भेट्छौँ र फेरि कमेन्टमा दिएको च्यानललाई सब्सक्राइब गर्नुहोस्। ल अब यो पाक्न धेरै टाइम लाग्छ, त्यही भएर हामीले यो के हो यो धनिया हालेको सिन रेकर्ड गर्न पाउनेवाला छैनौँ फ्युचर टेन्स। अनि फेरि एकचोटि दही खाइदिउँ। अनि अब यो भिडियो एन्ड गर्छौँ। बाई भनिदिनु। बाई। ल अनि अरू फेरि यो लास्टचोटि कमेन्टमा दिएको च्यानललाई सब्सक्राइब गर्नुहोस्। र लास्ट एउटा कुरा, च्यानलमा दिएको कमेन्टमा दिएको च्यानललाई सब्सक्राइब गर्नुहोस्। बाई बाई गाइस।